मम्मी प्लिज कुरा बुझ्नुस् न। स्नेहासँग मेरो सब कुरा मिल्छ। उसको सोच, उसको करियर, हामीले लाइफलाई हेर्ने नजरिया सब एउटै छ। मैले यतिको अन्डरस्ट्यान्डिङ केटी आजसम्म भेटेको थिइनँ। गण मिलेन नाडी दोष छ। यो बिहे भयो भने अनिष्ट हुन्छ रे। हे भगवान, मम्मी हामी 2024 मा छौँ। तपाईले मलाई लाखौं खर्च गरेर युके पढाउनु भयो, आधुनिक बनाउनु भयो। अहिले आएर एउटा चिनाको टुक्रा र 300 वर्ष पुरानो डरले मेरो जिन्दगीको फैसला गर्दै हुनुहुन्छ। एउटा जिउँदो मान्छे भन्दा यो ग्रह दशा ठुलो भयो। रोहन, यी कुराहरू मजाक होइनन्। हाम्रा पुर्खाहरूले यत्तिकै यो सिस्टम बनाएका होइनन्। तिम्रो मन पर्यो भन्दैमा हामी तिम्रो ज्यानको रिस्क लिन सक्दैनौँ। बुवा, ल ठीक छ, तँलाई त्यही केटी चाहिन्छ भने गर बिहे, तर म यो घरमा बस्दिन। तपाईको यो आँसुको अगाडि मेरो खुसीको के नै भ्यालु छ र? ठीक छ, नगरौँला बिहे। आखिर यहाँ मनको कुरा सुन्ने त कोही छैन। भयो मम्मी, पुग्यो। के एउटा कागजको टुक्रा चिनाले दुई मनको मिलन रोक्नु सही हो? परम्परालाई सम्मान गरौँ, तर अन्धविश्वासले कसैको खुसी नखोसौँ। मन मिले सब मिल्छ।